हुँदा एउटा नौलो र नयाँ अनुभूति पाइरहेको छु र यो अन्तर्राष्ट्रिय कवि गोष्ठी नेपाल भारत नेपाल सर्जकहरूका सृजनशील सङ्गम यो एउटा नौलो र नयाँ मिरिक क्षेत्रको लागि त सायदै हामीले म पत्रकारिता क्षेत्रमा हुँदा पनि धेरै कमै सुन्ने गरेको छु मिरिकलाई साहित्यिक क्षेत्रको लागि साहित्यिक उसहरूको लागि सर्जकहरूको लागि पनि आज यसरी भेला हुन पाउँदा एउटा नौलो अनुभूति त भइ नै रहेछ र योभन्दा अघि म आज यस सङ्गोष्ठीका सभा अध्यक्ष अमर दुङमाली सरको अनुमति लिँदै र आज मैले एउटा धेरै कुराहरू नयाँ यहाँ बसेर मैले धेरै अनुभूतिहरू पाइरहेँ। त्यसमध्ये सबैभन्दा ठुलो एउटा मैले नयाँ चिज पाएको कि कसले पनि भन्नु हिजो मात्रै हाम्रो सृजना बहिनीले 20 सालपछि मैले मेरो मित्र पाएँ भनेर भन्नुहुँदै थियो र यो साहित्य भन्ने चिज चाहिँ यस्तो रहेछ। आज मैले मेरो गुरुलाई यहाँ अगाडि देखिरहेको छु, उहाँलाई नमस्कार गर्न चाहन्छु यहीँबाटै। सर शान्त प्रकाश राई सर, उहाँ सिक्किममा मलाई नेपाली पढाउने गुरु हुन्छ सर, तपाईँलाई एउटा संसद नमन छ सर। मैले अघि यहाँ देख्दै थिएँ सरलाई, सर तपाईँ यहाँ मिरिकमा हुनुहुँदो रहेछ, यो कुरा मैले आज मात्रै थाहा पाएँ। जोरथाङमा हुनुहुन्थ्यो भन्ने चाहिँ थाहा थियो है। तपाईँको घरमा एउटा दुःखद घटना भएको पनि मैले सुनेको थिएँ हाम्रो साथीको हो, तर अब त्यस क्षणमा हामी आउन सकिएन सर। तर त्यो हृदयभित्र त्यो तिक्तताहरू हामीसँग छँदैछ। तर पनि अघि यहाँ हाम्रो दिवान केरातीजीले जुन कविता पढ्नुभयो त्यति बेला पनि मैले त्यो क्षणहरूलाई सम्झना गरेँ, ऋतु र जन्म र मृत्युको कुरालाई लिएर है। र जीवन भनेको यही हो सर। र यो सँगसँगै अर्को एउटा नौलो अनुभूति पनि मैले के गरेँ भने देउता लुसुङ प्रज्ञा प्रतिष्ठानद्वारा भर्खरै मात्र सम्मानित व्यक्तित्व डाक्टर गोमा अधिकारी यहाँ हुनुहुन्छ, उहाँलाई बधाई दिँदै र एउटा के नयाँ अनुभूति तपाईँहरूले थाहा पाउनु भएको भएन, 3वटा पुस्ता उहाँसँग छन्। यो कस्तो गर्विलो क्षण होला हेर्नुहोस्। उहाँको निम्ति पनि यो एउटा गर्वले गदगद हुने क्षण हो जस्तो लाग्छ। पुरस्कार पाउनु ठिकै हो, आफ्नो ठाउँमा चयन भयो, छनौट भयो, चयन भयो, पायो है। त्यो एउटा क्षण हुँदाहुँदै एउटा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार ग्रहण गर्दा आफ्ना जन्म दिने पितालाई र आफूले जन्म दिएको पुत्रलाई साथै लिएर एउटै मञ्चमा आउनु, योभन्दा ठुलो छ। त्यसको लागि चाहिँ तपाईँ नयाँ चिज मैले यहाँबाट अनुभूति पाएको छु। किनभने हामीसँग 2टा जेनेरेसन अवश्य हुन्छन्, हाम्रो आमा बाबुहरू हुन्छन्, हाम्रा शिक्षकहरू हुन्छन्, भाइ त अब त्यही जेनेरेसनभित्र पर्नुभयो भने छोरा तेस्रो जेनेरेसन उहाँसँग हुन्छ। यो सायद एउटा नौलो अनुभूति, यो चाहिँ गर्न सक्ने क्षमता र यो शक्ति चाहिँ केवल साहित्यमा मात्र छ जस्तो मलाई लाग्छ। र यो कुनै पनि चिजले चाहिँ संसारमा यसरी गर्नु सक्दैन, यो ताकत संसारमा कुनै चिजमा छैन। र यसको निम्ति विशेष गरेर देवकोटा लुसुङ प्रज्ञा प्रतिष्ठान नेपाललाई म विशेष रूपले धन्यवाद पनि दिन चाहन्छु। उहाँहरूले सिक्किममा सहकार्य गर्नुभयो लामो समयदेखि, लगभग 10 देखि 12 वर्ष अघिदेखि हामी एउटा सहकार्य गर्दै आइरहेको छौँ। समय समयमा हामी आदान प्रदान गर्दै आइरहेको छौँ र त्यसै सिलसिलामा आज यो मिरिक क्षेत्रमा छौँ भने हिजो हामीले रिम्बिक क्षेत्रलाई समेटेका थियौँ। त्यहाँका साहित्य कर्मीहरूले एउटा उत्सव जस्तो मनाउनु भयो। उहाँहरूले रिम्बिक लोधीमा जस्तो एउटा दुर्गम स्थललाई छानिदिनु भएकोमा हामीलाई आभार पनि गर्नुभएको छ र उहाँहरूले एकदमै राम्रो कार्यक्रम गर्नुभएको कारणले गर्दा उहाँहरूलाई म यसै मञ्चबाट एकपल्ट फेरि धन्यवाद पनि दिन चाहन्छु त्यहाँका हाम्रा मुस्कान समूहलाई। र साथसाथै साहित्य सुनौ परिवार मिरिक, अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनी एवं इवरा साहित्य प्रतिष्ठान तराई मिरिक मुलुकका सम्पूर्ण सर्जकहरूलाई र पदाधिकारीहरूलाई म सिक्किमको तर्फबाट एकमुष्ट नमस्कार गर्न चाहन्छु। भन्नु त केही पनि छैन खासै। तपाईँले अघि शब्दमा तपाईँहरूले भनिसक्नु भएको छ, जीवनदेखि लिएर मृत्युदेखि। अघि लतिका म्याडमले भन्नुभयो कि म एउटा कुनै दार्शनिक प्लेटफर्ममा बसिरहेको छु भनेर हो। आज कविताहरू भन्दा पनि दर्शनका कुराहरू धेरै भए, मनका कुराहरू धेरै भए, मुटुका कुराहरू धेरै भए र त्योभन्दा पनि धेरै एउटा कुरा हाम्रो
डाक्टर गोमा अधिकारी म्याडमले भन्नुभयो त्यो प्रत्येक भारतीय नेपालीहरूले त्यो शब्द सुनेका हुन्छन् कि आप नेपाल से काठमाडौँ से कब आए। हामी देशको कुनै पनि कुनामा जाउँ, यद्यपि हामी भारतीय नेपाली हौँ, तर यो कुरा चाहिँ उहाँहरूलाई अझैसम्म पनि बाँच्य छैन। उहाँहरूले त्यो दिमागमा राख्नु सक्नु भएको छैन। हाम्रा भारतका दिग्गजहरूले र उहाँले जुन उत्तर दिनुभयो त्यसबेला आप थाईलैंड से जब भारत आई हो उसी समय में काठमाडौँ से मतलब काठमाडौँ से भारत आई हो भनेर हामीले पनि हो यसै उत्तर दिन सक्नुपर्छ जस्तो हामीलाई लाग्छ। र त्यसको लागि एउटा ठुलो स्तम्भको रूपमा जहिले पनि साहित्य उभिरहेको हुन्छ र साहित्यलाई हामीले धेरै चिजसँग जोडेर हेर्न सक्छौँ। एउटा सम्बन्धसँग जोडेर हेर्न सक्छौँ भने एउटा हाम्रो भूगोलसँग जोडेर पनि हेर्न सक्छौँ। र साहित्यको कुनै सिमाना हुँदैन भन्छ। अघि हिजो पनि यो कुरा आएको थियो र आज पनि यो कुरा आइरहेको छ है। साहित्यको त सिमाना हुँदैन नि, तर सोचको त सिमाना अवश्य हुन्छ। त्यसलाई तपाईँले कसरी परिवर्तन गर्न सक्नुहुन्छ? र त्यसलाई परिवर्तन गर्नुको लागि केवल हामीसँग कलम छ। कलमले मात्र सोचलाई परिवर्तन सक्नुहुन्छ र कलमको मात्र त्यो शक्ति छ जसलाई सोचलाई परिवर्तन गरेर त्यो सीमाहीन हामीले साहित्य चाहिँ सीमाहीन बनाउन सक्छौँ जस्तो लाग्छ। अघि एउटा हाम्रो गोमा म्याडमको धेरै म यहाँ उल्लेख गर्न चाहन्छु। गोमा म्याडमले एउटा अर्को कुरा पनि भन्नुभयो, त्यो चाहिँ के हो भने हामीले साहित्यलाई सङ्कुचित बनाउनु हुँदैन तर विकसित बनाएर लानुपर्छ। त्यसको लागि एउटा सबैभन्दा सशक्त माध्यम हो अनुवाद। र त्यसको लागि हाम्रो मुक्ति सर यहाँ अगाडि हुनुहुँदछ, उहाँले त्यसमाथि काम गर्नुहुँदैछ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। उहाँसँग पनि धेरै 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 लामो समयपछि एकाकार हुने अवसर यो साहित्यिक मञ्चले जुराइदिएको छ है। त्यसको लागि यो साहित्यिक मञ्चलाई मिरिकलाई धेरै धेरै धन्यवाद। र हामीले नेपालबाट जति पनि कृतिहरू जन्मिन्छन् साहित्यका, नेपालका सम्पूर्ण कृतिहरूलाई यदि भारतको हिन्दी भाषा र विश्वको अङ्ग्रेजी भाषामा ल्याउनु सक्यो भने के हुन्छ होला? त्यो तपाईँहरूले एकपल्ट देवकोटा लुसुङ र जरा फाउन्डेसन दुइटैले चाहिँ एकपल्ट त्यसमाथि चाहिँ तपाईँहरू बसेर गहन रूपमा सोचिदिनुहोस्। किनभने भारतमा जति पनि साहित्य सृजना हुन्छ त्योभन्दा हजारौँ गुणा बेसी साहित्य सृजना नेपालबाट हुनुपर्छ। त्यसैले भारतबाट यदि 2वटा पुस्तक प्रकाशित भयो भने 2000वटा पुस्तक नेपालबाट प्रकाशित हुन्छ र नेपालका हरेक पुस्तकहरू हामीले हिन्दी या अङ्ग्रेजी भाषामा तपाईँहरूले दिन सक्नुभयो भने विश्व बजारले तपाईँहरूलाई प्रतीक्षा गरिरहेको छ। आजको समाज भनेको बजारको समाज हो र त्यो बजारमा हामी पुग्न सकेका छैनौँ जस्तो लाग्छ। हाम्रो नेपाली साहित्य चाहिँ पुग्न सकेको छ जस्तो मलाई लागेको छ। हामी ओ हेनरी पढ्छौँ, हामी सेक्सपियर पढ्छौँ, तर हाम्रा लेखनाथहरू कति अमेरिकामा पढ्छन् होला र इङ्ल्यान्डमा पढ्छन् होला र हाम्रा देवकोटालाई पढ्दैनन्। अहिलेकै हाम्रा साहित्यकारहरू कसैलाई पढ्छन्? कसैलाई पनि पढ्दैन नि त। त्यो माहौल चाहिँ कसले गर्दा बन्यो भन्दा हामीमै पनि त केही कमजोरी थियो होला। अब हामी जागरुक भएर हामीले अनुवाद विधामा चाहिँ अलिकति हामीले यसतिर सोच्यौँ भने सायद हामी पनि पश्चिमतिर हामी पनि पढिन्छौँ होला जस्तो मलाई लाग्छ। र यसको लागि चाहिँ हामीले पहिला सोच बनाउनु पर्यो, त्यसपछि योजना, त्यसपछि हामी बृहत रूपमा काम गर्नु पर्यो। र त्यसको लागि चाहिँ भारत र नेपाल सबै मिलेर यो माथि एकदम द्रुत गतिमा अब चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ। र त्यसको लागि सेतुको रूपमा देवकोटा लुसुङ प्रज्ञा प्रतिष्ठान अनि जरा फाउन्डेसनले यो माथि भविष्यका दिनहरूमा काम गर्ने म यहाँबाट आशा गर्न चाहन्छु। हुन त म कवि पनि होइन, म साहित्यकार पनि होइन, म कलमकार पनि होइन, तर म एउटा राम्रो पाठक हो, म राम्रो श्रोता चाहिँ पक्का हो। किनभने हिजो मात्रै मैले गोपाल भाइसँग कुरा गर्दै थिएँ। मैले घर बनाउँदाखेरि घरमा सबैभन्दा पहिला मैले पूजा कोठा बनाएँ भने त्यसको दोस्रो उसमा चाहिँ मैले लाइब्रेरी बनाएको छु। एउटा कोठा लाइब्रेरी भरिएर अब दोस्रो कोठा लाइब्रेरीमा पनि सुरुवात हुँदै। यो चाहिँ के को लागि हो भनेर तपाईँहरूले आजको दिनमा, आज भर्चुअल हामी संसारमा छौँ भने लाइब्रेरी किन भनेर तपाईँहरूले सोच्नुहुन्छ भने यदि आज हामीले
तपाईहरु कसैले पनि लेखेको, यदि मैले पनि कुनै चीज लेखेको छु भने हामीले संरक्षित गरेर राखेको छौं भने आज भन्दा आउने 10 पुस्ता 20 पुस्ता पछि यो संसार त परिवर्तनशील छ, फेरिएर जान्छ नि। आउने दिनमा भर्चुअल सिस्टम रहँदैन, त्यति बेला त किताबै चाहियो। त्यसबेला कुनै न कुनै ठाउँमा हामीले राखेर सञ्चय गरेर राखिदिएको पुस्तक कसै न कसैले त पढ्यो भने हाम्रो जेनेरेसनले जान्न सक्दछ कि मेरा पिता पुर्खाहरूले यो लेखेर यसरी लेखेर गएका रहेछन् भनेर, र त्यो माथि रिसर्च गर्नु खोज्छ। त्यति बेला हामी मानव सभ्यताको एउटा हाँगा त्यताबाट पनि हामीले मैले त्यो सोचेर चाहिँ भेला गरेर एक ठाउँमा राखिदिने निधो गरेको। त्यसैले गर्दाखेरि तपाईहरुको कसैको पनि मलाई म बकाइदा किनेरै म पुस्तक राख्छु ज्यादातर। तपाईहरुले कसैले गिफ्ट दिनुभयो भने त्यो सिग्नेचर गरेरै म राखिदिन्छु, अनि ज्यादातर पुस्तकहरु म किनेर नै राखेको छु। र तपाईहरुले पनि यदि मैले अहिलेको लागि मैले भनेको छुइनँ, मैले आउने 10 पुस्ता 20 पुस्ताको कुरा मैले गरिरहेको छु। चाहनुहुन्छ भने मलाई तपाईहरुले दिँदा हुन्छ, मैले त्यसरी नै संरक्षित गरेर राखिदिने गरेको छु। धेरै 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 पुस्तकहरु राखेको छु मैले। यत्रै एउटा कोठा भरिएर अर्को पनि लगभग सुरु भएको छ लाइब्रेरीको रूपमा। र यो चाहिँ के हो भने चाहिँ हामीले मैले अघि भने हामीलाई पनि त संरक्षण गर्नु त जरुरी छ नि त। हाम्रा सोचहरूलाई पनि त संरक्षण गर्नु जरुरी छ। आज काम लाग्दैन त्यो, भोलि पनि काम नलाग्ला। तर पछि आज हामी देवकोटालाई खोजी खोजी पढ्दैछौँ। आज हामी 200 वर्ष अघि जन्मिएका के अरे भानुभक्त आचार्यको जीवनीमाथि हामी कार्यक्रमहरू गर्दैछौँ है। मोतीराम भट्टमाथि हामी कुराहरू गर्दैछौँ। 5000 वर्ष अगाडिको कुराहरू, बुद्धलाई हामीले 500 वर्ष अगाडिदेखि खोजेर निकालेर बुद्धका के अरे उहाँका वचनहरू हामी आज प्रकाशित गर्दैछौँ भने हाम्रा मान्छेहरूले अहिलेको जेनेरेसनले लेखेको सोचहरू, उहाँका शब्दहरू पनि हामीले कहीँ कतै संरक्षित गरेर राख्दिउँ भन्ने सोच मात्र हो। र त्यसको लागि त मेरो दरवाजा खुल्ला छ तपाईहरुलाई है, तपाईहरुको यदि कुनै कृतिहरू छ भने। र अर्को कुरा विशेष गरेर भाषा साहित्यको संरक्षणमा तपाईहरुको छिमेकी राज्य सिक्किमले जहिले पनि महान कामहरू गर्दै गरेर आइरहेको छ, तपाईहरुलाई थाहा छ। र त्यसको लागि हामीले 20, 25, 30 वर्ष भनौँ या त अगाडिदेखि नै जबदेखि हाम्रो भाषाले संवैधानिक मान्यता पायो त्यस ताकदेखि नै भानुभक्त आचार्यको जन्म जयन्ती हामीले धुमधामसँग मनाउँदै आइरहेको छौँ। त्योभन्दा अघि पनि मनाइन्थ्यो, तर त्यस बेलाको वातावरण जुन चाहिँ थियो त्यो अलिकति सङ्कुचित भएको हुनाले त्यसलाई त्यही हिसाबले मनाइन्थ्यो भने जब भाषाले संवैधानिक मान्यता पायो त्यसपछिदेखि हामीले भाषालाई, नेपाली भाषाको संरक्षण सम्वर्धनको लागि र साहित्यलाई विकास गर्नको लागि धेरै कामहरू गरिरहेको छौँ भने हालै मात्र त्यसका साथसाथै हामीले भाषा दिवस पनि स्तरीय रूपमा नै मनाउँदै आइरहेको छौँ हरेक वर्ष। विशेष गरेर हाम्रा नेपालका सर्जकहरूलाई थाहा छ हाम्रो नेपाली भाषाको कार्यक्रमहरू, भानु जयन्तीहरू कुन स्तरको हुन्छ भनेर तपाईहरुलाई थाहा छ है। हामी त्यो स्तरले हामीले मनाउँदै जान्छौँ। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ नेपाली भाषाको सम्वर्धन सँगसँगै हामी नेपाली भाषाको विकास र उन्नतिको लागि पनि हामीले काम गर्दै जानुपर्छ भन्ने सोच। र भारतीय परिप्रेक्ष्यमा सिक्किम मात्र एउटा यस्तो राज्य होला जहाँबाट हामीले सम्पूर्ण रूपमा खुल्ला मनले नेपाली भाषाको, नेपाली संस्कृतिको विकास र सम्वर्धन गर्न सक्छौँ होला खुलेर जस्तो मलाई लाग्छ। त्यसैले गर्दा सिक्किमले जहिले पनि, सिक्किमको सरकारले जहिले पनि यसलाई खुलेर आत्मसात गरेर उहाँले सहयोग गरिरहनु भएको छ र तपाईहरु सबैले पनि देखिरहनु भएको छ। र हामी यति आश्वासन दिन चाहन्छौँ नेपाली भाषाको साहित्यको सम्वर्धनको लागि, जगेराको लागि सिक्किम जहिले पनि भारतको हरेक व्यक्तिहरूको काँधमा काँध मिलाएर अगाडि बढ्नेछ। र यसको लागि हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि देवकोटा लुसुङसँग हाम्रो एउटा समन्वय छँदैछ सिक्किमको। र भोलिको दिनमा हामीले अन्य संस्थाहरूसँग पनि एउटा बृहत समन्वय कार्यक्रम गर्न सकेर धेरैवटा क्षेत्रमा हामीले कथा र कविताको क्षेत्र मात्रै नभएर भाषालाई कसरी चाहिँ अन्तर्राष्ट्रिय स्तरमा लान सकिन्छ, हाम्रा कृतिहरूलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा लान सकिन्छ, ती कुराहरू गर्न सकियो भने हामी मिलेर हाम्रो भाषा बाँच्ने छ जस्तो लाग्छ, हाम्रो संस्कृति बाँच्ने छ जस्तो लाग्छ। र विशेष गरेर छोटो समयमा मिरिकले हामीलाई जुन आतिथ्य दिएको छ त्यसको लागि साहित्य सुनौ परिवार, अगमसिंह साहित्य प्रतिष्ठान र इबरा साहित्य तीनैवटा संस्थाहरूलाई विशेष रूपले धन्यवाद दिँदै र
अघि साहित्य सुनौ परिवार मिरिकका हाम्रा अध्यक्षले एक दुईवटा कुरा गर्नुभयो, साह्रै रमाइलो कुराहरू गर्नुभयो र उहाँले जुन अध्ययन गर्नुहुँदो रहेछ पुस्तकहरू त्योबाट मलाई साह्रै म मुग्ध भएको छु सर।